आज चाहिँ हामी टेन्सको बारेमा कुरा गरौँ है। अब यो इङ्ग्लिसमा टेन्स भनेको चाहिँ अब नेपालीमा हामीले काल भन्छौँ नि, वर्तमान भूत भविष्य, त्यो चाहिँ प्रेजेन्ट पास्ट फ्युचर, यो तीनटा भयो मेन। अब यसमा चारवटा, यसमा चारवटा अनि यसमा चारवटा गरेर 12वटा किसिमको टेन्स हामी सिक्नेछौँ। र यो प्राय के हुन्छ भन्दाखेरि हामीले टेन्स इङ्ग्लिसमा सिक्दाखेरि चाहिँ जस्तो यो सब्जेक्ट भयो अनि त्यसपछि भर्ब भयो अनि अब्जेक्ट, अब यसरी हामीले स्ट्रक्चर याद गरेर कन्ठ गरेर सिकिरहेको हुन्छौँ नि त। यो एउटा तरिका हो, तर यो तरिका मात्रैले चाहिँ के हुन्छ भन्दाखेरि हामीले त्यो बारम्बार त्यही स्ट्रक्चर याद गरिराख्नु पर्ने, अनि यो मिनिङमा हामी धेरै नजाँदाखेरि चाहिँ के हुन्छ भन्दाखेरि त्यसको एक्चुअल यसको मिनिङ के हो भन्ने कुरा चाहिँ हामीले नबुझेको अवस्था हुन्छ कहिलेकाहीँ। त्यही भएर चाहिँ मैले यो भिडियो बनाउन लागेको कारण चाहिँ के भन्दाखेरि स्ट्रक्चर भन्दा पनि मेन मिनिङ, अब यो जस्तै अब यो इङ्ग्लिसमा कुनै सेन्टेन्स छ भने त्यो नेपालीमा चाहिँ भन्न खोजेको के हो हैन, त्यो बुझ्यो भने चाहिँ हामीले टेन्स बुझ्न चाहिँ सजिलो हुन्छ जस्तो लाग्छ। त्यही भएर अब मैले यहाँ अब कसरी सिकाउन खोजिरहेको छु भने टेन्समा अब जस्तै सुरुमा हामी प्रेजेन्ट टेन्समा जान्छौँ हैन, प्रेजेन्ट टेन्समा हैन। अब यसमा चाहिँ सुरुमा हामी यो सिम्पल प्रेजेन्ट हैन, सिम्पल प्रेजेन्ट। अब यसमा चाहिँ हामीले अब एउटा सेन्टेन्स लेखौँ, I write a letter है। यो भनेको अब यसलाई हामीले नेपालीमा ट्रान्सलेट गरौँ सरी, यो भनेको म चिठी लेख्छु। जस्तै साधारणतया म डेली चिठी लेख्छु भन्दाखेरि पनि भयो, अथवा म चाहिँ अब जस्तै अब तिमी के गर्छौ भन्दाखेरि म चिठी लेख्छु भन्ने हिसाबमा पनि भयो। सो जस भन्न खोजेको यो प्रेजेन्ट सिम्पल प्रेजेन्टमा कुनै सेन्टेन्स छ भने इङ्ग्लिसमा त्यसको अर्थ चाहिँ नेपालीमा यसरी बुझ्नुपर्ने हुन्छ। लेख्छु, खान्छु, बस्छु, जान्छु भन्ने हुन्छ नि, त्यो चाहिँ त्यसरी बुझ्नुपर्ने हुन्छ। यो स्ट्रक्चर यो भयो, स्ट्रक्चर तपाईँले याद गरिहाल्नुहुन्छ हैन। स्ट्रक्चर मात्रै याद गर्दाखेरि चाहिँ यो मिनिङ राम्रोसँग आफ्नो भाषामा नबुझ्दाखेरि चाहिँ पछिसम्मलाई अलि बुझिराख्नु चाहिँ गाह्रो हुन्छ। अब यो बुझेपछि चाहिँ हामीले पछि गएर चाहिँ आफ्नै सेन्टेन्स बनाउनु पर्दाखेरि चाहिँ एकदम सजिलो हुन्छ। सो पहिलो सिम्पल प्रेजेन्टको चाहिँ स्ट्रक्चर जुन छ यसको चाहिँ मिनिङ चाहिँ नेपालीमा यस्तो हुन्छ है। अघि भने जस्तै लेख्छु, बस्छु, खान्छु, जान्छु भन्ने त्यस्तो अर्थमा जान्छ भने सिम्पल प्रेजेन्ट भयो। अर्को भनेको प्रेजेन्ट कन्टिन्युअस है। अब यसमा जस्तै I am writing
letter है यो स्ट्रक्चर हुन्छ प्रेजेन्ट कन्टिन्युअस नेपालीमा म चिठी लेख्दै छु अब अघि हामीले लेख्छु भने अब चाहिँ लेख्दै छु हैन त अब यो यसरी बुझ्नु पर्यो है प्रेजेन्ट कन्टिन्युअस को सेन्टेन्स को मा चाहिँ अब यो यस्तो अर्थ लाग्छ भनेर हामीले बुझ्नु पर्यो लेख्दै छु बस्दै छु खाँदै छु जाँदै छु भन्ने हैन हो यस्तो अर्थ आउँदाखेरि चाहिँ प्रेजेन्ट कन्टिन्युअस भन्ने बुझ्नु पर्यो अब यो सेन्टेन्स को मिनिङ नेपालीमा यस्तो हुन्छ भनेर हामीले याद गर्नु पर्यो यो भएपछि नेक्स्ट टाइम तपाईले कुनै किसिमको सेन्टेन्स बनाउँदाखेरि चाहिँ आफ्नै सेन्टेन्स बनाउन सक्नुहुन्छ त्यो चाहिँ एकदम सजिलो हुन्छ त्यसपछि हामी प्रेजेन्ट पर्फेक्ट है प्रेजेन्ट पर्फेक्ट यो भनेको I have written a letter है अब यो भनेको नेपालीमा मैले चिठी लेखेको छु अब फेरि यसमा यहाँ फोकस गर्नु पर्यो हैन यो स्ट्रक्चर जुन छ नि यस्तो आउँछ भने प्रेजेन्ट पर्फेक्ट भयो लेखेको छु गएको छु खाएको छु बसेको छु है चिनेको छु बुझेको छु भन्ने हुन्छ नि यस्तो स्ट्रक्चर आउँदाखेरि चाहिँ तपाईले प्रेजेन्ट पर्फेक्ट भनेर बुझ्नु पर्यो है स्ट्रक्चर यस्तो हुन्छ I have written भयो हैन त्यो भनेको मैले लेखेको छु है अघि भने जस्तै लेखेको छु खाएको छु बसेको छु गएको छु त्यस्तो स्ट्रक्चर चाहिँ प्रेजेन्ट पर्फेक्ट हो है नेपालीमा त्यसरी बुझ्नु पर्यो अब हामी अर्को चाहिँ प्रेजेन्ट पर्फेक्ट कन्टिन्युअस है यो भनेको अब I have been writing a letter यो भनेको अब यो नेपालीमा अलिक डिफरेन्ट छ मैले चिठी लेख्दै आएको छु मैले चिठी लेख्दै आएको छु अब यसमा अलिकति क्लियर बनाउनलाई चाहिँ के गरौँ है यसलाई चाहिँ यस्तो लेख्न खोजेको चाहिँ हैन आएको छु लेख्दै आएको छु I have been writing a letter जस्तै दुई घण्टा देखि हैन यस्तो किसिमको के 2 घण्टा भइसक्यो हैन 2 घण्टादेखि मैले चिठी लेख्दै आएको छु भन्ने किसिमको अर्थ त्यस्तो अर्थ जान्छ है यो यस्तो स्ट्रक्चर छ भने I have been writing a letter है
मैले चिठी लेख्दै आएको छु अथवा यसलाई अब भन्दाखेरि चाहिँ लेखिरहेको छु पनि हुन्छ है हुन चाहिँ हैन 2 घण्टादेखि मैले चिठी लेखिरहेको छु हैन म चिठी लेखिरहेको छु भन्दा मिल्यो तर यसलाई अलिकति क्लियरली बुझ्नको लागि चाहिँ मैले यसरी लेख्दै आएको छु किनकि यति समय अगाडिदेखि चाहिँ मैले लेख्दै आएको छु 2 वर्षदेखि मैले काम गर्दै आएको छु भन्छौँ न हो यस्तोमा चाहिँ I have been writing जस्तै I have been working हैन for 2 years भने जस्तै 2 वर्षदेखि चाहिँ म काम गर्दै आएको छु हैन त्यस्तो अर्थमा चाहिँ यो प्रेजेन्ट पर्फेक्ट कन्टिन्युअस लाग्छ अब त्यसपछि हामी पास्टमा जाउँ है पास्टमा पनि सेम हो अब एउटा बुझेपछि अर्को गाह्रो हुँदैन सिम्पल पास्ट यो चाहिँ कस्तो हुन्छ भन्दाखेरि I wrote a letter I wrote a letter भनेको मैले चिठी लेखेँ भन्यो है यो किसिमको verb छ भने लेखेँ जस्तै देखेँ मैले खाएँ बसेँ हैन सुतेँ त्यस्तो किसिमको verb आउँछ भने चाहिँ हैन त्यस्तो मिनिङ आउँछ भने सिम्पल पास्ट हो है सिम्पल पास्टको तपाईले स्ट्रक्चर याद गर्नुहुन्छ I wrote a letter तर यसको मिनिङ के हो भन्दाखेरि नेपालीमा यसरी बुझ्नु पर्यो मैले चिठी लेखेँ है त्यो बुझेपछि तपाईलाई मेन भनेको ल्याङ्ग्वेज भनेको कुरा तपाईले बुझ्नु पर्यो दुईटा कुरा हुन्छ एउटा बुझ्नु सक्नुपर्छ एउटा एक्सप्रेस गर्न सक्नुपर्छ हैन अब यो यस्तो लेखेको छ भने तपाईले बुझ्नुहुन्छ I wrote a letter भनेको मैले चिठी लेखेँ अब एक्सप्रेस गर्दाखेरि त्यही हो हैन पहिला मैले चिठी लेखेँ भन्नलाई कसरी भन्ने भनेर एक्सप्रेस गर्नु पर्दाखेरि तपाईलाई अब थाहा भयो I wrote a letter है त्यसरी बुझ्नु पर्यो अब सेकेन्डमा past continuous and past continuous I was writing a letter है sorry I was writing a letter त्यो भनेको यसमा अलिक डिफरेन्ट इङ्क राख्दिनु त म चिठी लेख्दै थिएँ यसरी बुझ्नु पर्यो पास्ट कन्टिन्युअस छ भने यस्तो अर्थ लाग्छ लेख्दै थिएँ भन्ने अर्थ लाग्छ खाँदै थिएँ जाँदै थिएँ हैन हेर्दै थिएँ भन्ने त्यस्तो किसिमको सेन्टेन्स आउँछ भने पास्ट कन्टिन्युअस हो र यसको स्ट्रक्चर चाहिँ यस्तो हुन्छ भनेर बुझ्नु पर्यो I was writing a letter भनेर त्यस्तो हुन्छ अर्को भनेको पास्ट पर्फेक्ट अब प्रेजेन्टको बुझेपछि पास्टको पनि त्यस्तै हो I had written a letter यो भनेको मैले चिठी लेखेको
चिठी लेखेको थिएँ। अब यसरी यो मिनिङ आउनु पर्यो है। पास्ट पर्फेक्टको सेन्टेन्स हुँदाखेरि चाहिँ लेखेको थिएँ, खाएको थिएँ, गएको थिएँ, बसेको थिएँ भन्ने यस्तो किसिमको सेन्टेन्स आयो भने पास्ट पर्फेक्ट है। पास्ट पर्फेक्टको कुनै पनि सेन्टेन्स चाहिँ यसरी बुझ्नु पर्यो नेपालीमा है। यो लेख्नु पर्यो भने यस्तो लेख्नु पर्यो, मैले चिठी लेखेको थिएँ भन्नलाई आई ह्याड रिटन अ लेटर भनेर लेख्नु पर्यो, त्यसरी बुझ्नु पर्यो। अब अर्को भनेको पास्ट पर्फेक्ट कन्टिन्युअस है। अब यसमा चाहिँ I had been writing a letter. अब यसमा पनि मैले चिठी लेख्दै आएको थिएँ। मैले चिठी लेख्दै आएको थिएँ भन्नाले के भन्नु खोजेको भन्दाखेरि यसले चाहिँ अघि भने जस्तै अब आधा घण्टा अगाडिदेखि हैन, आधा घण्टा अगाडिदेखि हैन मैले चिठी लेख्दै आएको थिएँ। अथवा यसलाई बुझ्नु भएन भने लेखी रहेको थिएँ आधा घण्टा अघिदेखि हैन, आधा घण्टा अघिदेखि मैले चिठी लेख्दै आएको थिएँ अथवा लेखिरहेको थिएँ हैन। जस्तै कसैले सोध्यो हिजो भेट हुँदाखेरि, हामी दुई भेट हुँदाखेरि तपाईँ के गरिराख्नु भएको थियो हैन, के गरिराख्नु भएको थियो भन्ने त्यसरी सोध्यो भने त्यो बेला चाहिँ हिजो त्यो बेला चाहिँ हामी भेट्दाखेरि म चाहिँ आधा घण्टा अघिदेखि नै चिठी लेखिरहेको थिएँ अथवा लेख्दै आएको थिएँ भन्ने अर्थ बुझाउँछ भने त्यो चाहिँ पास्ट पर्फेक्ट कन्टिन्युअस भयो। र यसको स्ट्रक्चर यस्तो हुन्छ, आई ह्याड बिन राइटिङ भनेर है यसरी। अब यसमा म के भन्न चाहन्छु भने अब आएको सट्टामा यहाँ he, she, they हैन we हुन सक्छ, तर त्यो भनेको फर्स्ट पर्सन, सेकेन्ड पर्सन, थर्ड पर्सन भन्ने त्यो टपिकमा गयो नि त। त्यो टपिकमा अहिले मैले कुरा गर्न चाहिन किनकि यो टेन्सको बारेमा मात्र हो। सो अब यो पास्ट पर्फेक्ट कन्टिन्युअसमा आएको सट्टा we भयो भने के हुन्छ, he भयो भने के हुन्छ हैन, she भयो भने के हुन्छ भन्ने कुरा त्यो तपाईले आफूले हेर्नु होला। त्यो चाहिँ अर्कै टपिक भयो। त्यो भएर चाहिँ अहिले मैले एक्जाम्पलको लागि आई मात्र लिए र एउटै सेन्टेन्सलाई चाहिँ टेन्स अनुसार चेन्ज गर्दै गएँ, त्यो गर्दाखेरि चाहिँ बुझ्न सजिलो हुन्छ। सो अहिलेलाई पास्ट पर्फेक्ट कन्टिन्युअस भनेको यस्तो हो। अब हाम्रो अर्को भनेको फ्युचर हैन त। फ्युचरमा पनि सिम्पल फ्युचर है त, सामान्य भविष्यकाल भन्छौँ नि हामी, हो त्यस्तै हो। I will write a letter। यसमा भन्न खोजेको
चिठी लेख्ने छु है म चिठी लेख्ने छु यसमा अलिकति बुझ्ने गरेर म लेखौँ चिठी लेख्ने म चिठी लेख्ने छु जस्तै म भोलि बेलुका घर गएर चिठी लेख्ने छु हो त्यस्तो खाले त्यो अर्थ बुझाउँछ भने सिम्पल फ्युचर त्यसको स्ट्रक्चर आई विल राइट है यस्तो स्ट्रक्चर हुन्छ यो भनेको नेपालीमा म लेख्ने छु हैन आई विल राइट भनेको म लेख्ने छु त्यसरी बुझ्नु पर्यो स्ट्रक्चर त याद गर्नु पर्यो होला तर त्यो भन्दा पनि मिनिङ बुझ्नु पर्यो है आफूले के भन्नु खोजेको नेपालीमा यो इंग्लिशमा भनेको सेन्टेन्स चाहिँ नेपालीमा चाहिँ यस्तो भनेको रहेछ भनेर बुझ्नु पर्यो हैन त अर्को भनेको अब फ्युचर continuous फ्युचर कन्टिन्युअस अब यो यसमा के हुन्छ भन्दा I will be writing a letter है अब यो सिम्पल फ्युचर जस्तै हो तर अलिक फरक चाहिँ के छ भन्दाखेरि त्यसमा चाहिँ कन्टिन्युअस काम भइरहेको अवस्था हुन्छ र त्यो भनेको नेपालीमा म चिठी लेख्दै हुने छु म चिठी लेख्दै हुनेछु है अब यसलाई अलिक बुझ्नलाई लेखिरहेको हुनेछु भन्दा पनि भयो लेख्दै हुनेछु भन्दा पनि भयो त्यो भनेको जस्तै भोलि 7 बजे तिमी हैन 7 बजे भोलि 7 बजे तिमी के गर्दै हुनेछौ भन्यो भने त्यो बेला चाहिँ म चिठी लेख्दै हुनेछु अथवा लेखिरहेको हुनेछु म है त्यो कन्टिन्युअस काम भइरहेको अवस्थालाई एक्सप्लेन गर्नु पर्यो भने भोलि म बिहान यति बजे 6 बजे चाहिँ म वक गरिरहेको हुनेछु है मर्निङ वक गरिरहेको हुनेछु त्यस्तो टाइप त्यस्तो अर्थ जान्छ भने चाहिँ त्यो सेन्टेन्स चाहिँ फ्युचर कन्टिन्युअस हो र यसलाई यसरी लेखिन्छ आई विल बी राइटिङ त्यसको अर्थ नेपालीमा म लेख्दै हुनेछु हैन अथवा लेखिरहेको हुनेछु अब नेक्स्ट future perfect future perfect ma I will have written a letter okay? I will have written a letter नेपालीमा मैले चिठी लेखेको हुनेछु मैले चिठी लेखेको हुनेछु
त्यो भनेको गरिसकेको भन्ने कुरा छ। भरे बेलुका 7 बजे अथवा 8 बजे भनौँ, भरे राति 8 बजे मैले खाना खाएको हुनेछु है, खाइसकेको हुनेछु भने जस्तै हो। खाना खाएको हुनेछु, लेखेको हुनेछु, खाएको हुनेछु हैन, हेरेको हुनेछु, त्यसरी त्यस्तो अर्थ लाग्छ भने त्यो चाहिँ फ्युचर पर्फेक्ट भयो। र यसको स्ट्रक्चर चाहिँ यस्तो हुन्छ, आई प्लस विल एन्ड त्यसपछि ह्याभ, त्यसपछि आइगयो यो रिटन पार्टिसिपल भन्छौँ नि हैन, त्यो वर्ब। यस्तो स्ट्रक्चर हुन्छ र यसको अर्थ चाहिँ यसरी बुझ्नुपर्ने हुन्छ, मैले चिठी लेखेको हुनेछु हैन। अनि अब यो लास्ट हाम्रो फ्युचर पर्फेक्ट कन्टिन्युअस है। अब यो अलिकति कस्तो अलिक अप्ठ्यारो टाइपको छ। यो चाहिँ अप्ठ्यारो भन्नाले यो मिनिङ अलिक कस्तो आउँछ नेपालीमा ठ्याक्कै भन्दाखेरि अलिक डिफ्रेन्ट सुनिन्छ, तर म ट्राई गर्छु। I will have been writing a letter हैन। अब यसलाई नेपालीमा चाहिँ के हुन्छ भन्दा नेपालीमा ठ्याक्कै सेन्टेन्स स्ट्रक्चर लेख्न चाहिँ अलिकति यो अलिकति जस मिनिङ बुझ्नु पर्यो। यसमा अलिकति अप्ठ्यारो टाइपको सेन्टेन्स हुन्छ। यो भनेको चाहिँ मैले चिठी लेख्दै आएको हुनेछु हैन। अथवा यसलाई अलिक सिम्प्लिफाई गर्दाखेरि चाहिँ यसलाई मिनिङ चाहिँ कस्तो हुन्छ भने अघिको कन्टिन्युअस फ्युचर कन्टिन्युअसको जस्तै हुन्छ कि लेखिरहेको हुनेछु भने जस्तै त्यस्तै हुन्छ। तर अब यसमा भन्न खोजेको के हो भन्दाखेरि लेख्दै आएको हुनेछु भन्ने चाहिँ जब भोलि चाहिँ हामी दुईको भेट हुन्छ त्यो बेला चाहिँ हामी जस्तो हामी भेट हुँदाखेरि तिमीले मलाई देख्दाखेरि चाहिँ म लेखिरहेको हुनेछु, तर मैले चाहिँ केही समय अगाडिदेखि जस्तै आधा घण्टा अथवा एक घण्टा 2 घण्टा अगाडिदेखि नै लेखिरहेको हुनेछु भन्नु खोजेको। अथवा 5 वर्षपछि हैन तिमीले मलाई भेट्यौ भने मैले चाहिँ कुनै काम भनौँ न त्यो ठाउँमा काम चाहिँ मैले 2 वर्ष अगाडिदेखि नै गर्दै आएको हुनेछु है। हो त्यस्तो अर्थ लाग्ने हो हैन। त्यो बेला मात्रै गरिरहेको होइन, तर सुरु गरेर केही वर्ष भइसकेको अथवा केही दिन भइसकेको त्यसरी एक्सप्लेन गर्दाखेरि चाहिँ हैन। भोलि तिमी 7 बजे मलाई भेट्न आयो भने 6 बजेदेखि नै मैले चिठी चाहिँ लेख्दै आएको हुनेछु हैन। त्यसरी बुझ्नु पर्यो। हो यस्तो अर्थ चाहिँ दिन्छ भने त्यो चाहिँ
फ्युचर पर्फेक्ट कन्टिन्युस भयो र त्यसको स्ट्रक्चर चाहिँ यस्तो हुन्छ आई विल ह्याभ बिन राइटिङ है यसरी बुझ्नु पर्यो फ्युचर पर्फेक्ट कन्टिन्युस है अब तपाईँहरूलाई कस्तो लाग्यो मैले चाहिँ मलाई के लाग्यो भन्दाखेरि यसरी बुझेर जस्तै अब नेपाली बोल्ने मान्छे हो भने त्यो इङ्ग्लिस सेन्टेन्स चाहिँ नेपालीमा भन्न खोजेको के हो त्यो मिनिङ पुरै बुझेर सिक्दाखेरि चाहिँ यो ग्रामरहरू चाहिँ राम्ररी बुझिन्छ जस्तो लाग्छ त्यो सब्जेक्ट प्लस वर्ब प्लस हुन्छ नि ह्याज प्लस ह्याभ प्लस त्यसरी कण्ठ गर्नुभन्दा पनि सेन्टेन्सको स्ट्रक्चर हेरेर चाहिँ त्यसको अर्थ नेपालीमा के हुँदो रहेछ होइन त्यसरी बुझ्दाखेरि चाहिँ धेरै नै सजिलो हुन्छ जस्तो लाग्छ जस्तै अरू भाषा ल हिन्दी भाषा बोल्ने छ भने त्यो मान्छेले पहिला त्यो इङ्ग्लिसको सेन्टेन्स कुनै पनि टेन्स फ्युचर प्रेजेन्ट पास्ट जुनैसुकै सेन्टेन्स हो भने त्यो चाहिँ हिन्दी भाषामा पहिला भन्न खोजेको के हो त्यो बुझ्नु पर्यो है त्यसरी नै जुनसुकै तपाईँको आफ्नो भाषा हुन्छ नि त्यो भाषामा चाहिँ त्यो इङ्ग्लिस ल्याङ्ग्वेजमा भएको सेन्टेन्सले चाहिँ के भन्न खोजेको आफ्नो भाषामा पहिले बुझ्नु पर्यो है त्यसरी बुझ्यो भने चाहिँ यो टेन्स मात्र होइन अरू ग्रामरको धेरै कुराहरू चाहिँ बुझ्नलाई एकदमै सजिलो हुन्छ सिक्न पनि अब धेरै नै चाँडै सिकिन्छ भन्ने जस्तो चाहिँ मलाई लाग्यो त्यो भएर चाहिँ मैले यो भिडियो बनाएको आशा छ तपाईँलाई मनपर्छ र मनपर्छ भन्दाखेरि पनि अब यो अलिकति हेल्पफुल हुन्छ भन्ने चाहिँ आशा छ सो थ्याङ्क्स फर वाचिङ